बिना बाँच्न सक्दिनँ तर उसले बिहा गरिसकेको छ अब म के गरौँ सर त आम सरी सुन्नु न मेरो कुरा सुन्नु न हामी यो दुनियाँमा यस्तै भयो हामी अर्को दुनियाँ भेट्दा हुँदैन यत्रो ठुलो धोका किन दिनुभयो केका लागि दिनुभयो भन्नुहोस् यही शरीरको लागि हो मैले त तपाईँलाई मनबाटै माया गरेको थिएँ हुन त म माफीको योग्य छैन तर मिल्छ र मलाई माफ गर्दैन प्लिज मलाई माफ गरिदिनु मलाई बुझ्ने कोसिस गर